साथीहरु है अब रुम जाँदैछु बिस्तारै जाँदैछु। यो चाहिँ ललितपुरको गरकोबाट भित्र लुबु जाने बाटोतिर छु है। यसरी टक्क टक्क बिस्तारै स्लो मोसनमा जाँदैछु है। फेरि पछाडिबाट नै आउनेछ। यसरी म चाहिँ साइडमा हिँडेको छु। यो कत्रो ठुलो ट्रक है। अहिले त 10:15 जति भएको छ। हल्का उकालो छ क्या। ओ छैन रुम जान लाग्यो। तपाईँ कता पुऱ्याउने थियो? त्यो म चिकन रुममा। ए म त धेरै 20 टिपमा चाहिँ 14 टिप भने होइन। अनि त्यसपछि धेरै टाढा टाढा थाल्यो कि त्यो अब आइदिएको। अनि कहाँ 150 को 148 136 14 टिप भने अनि 200 300 त खाजामा गइहाल्छ, खाना गइहाल्छ। अनि 1200-1300 बनाएको त्यही त 1000 त बच्छ। त्यो कति तपाईँ नाइट होइन गर्नुपर्छ, राम्रोसँग गर्नुपर्छ। अनि लाइट खोल्छ, लाइट फेरि धेरै टाढा फाल्छ कि त्यही भएर चाहिँ हो कि। घर चाहिँ मेरो धादिङ। यता कोठा चाहिँ यता यो गाविसबाट राइट जाने भित्र हो। महँगो छ अनि पानी पाउँदैन। पानीकै समस्या त हो नि। यिनीहरूको पानी त्यो पहेँलो त्यस्तो छ। अहिले कहाँ बसिरहेको छ तपाईँ? कोटेश्वरतिर पो राम्रो पाउँछ होला त। त्यही त हो। यतातिर चाहिँ 5000 पाइन्छ होइन। अरू त्यति हो। अब यो चिकन होममा धेरै छ होला नि केटाहरू। चिकन होम चाहिँ पुरा प्रायः नाइट चल्छ क्या चिकन होममा चाहिँ। अब माथि 107 त मलाई त एक साथले आएको थियो। 10 36 48 आएको थियो होइन। मैले उठाइनँ। 14 टिप चाहिँ अलरेडी हानेको थिएँ, स्किप गरिदिएँ मैले। अनि 148 को त कहाँ पुऱ्याउँछ त? अनि कलगी बलकोटतिर पुऱ्यायो भने छमी राइटमा 10 बजेको मैले ठाउँको भिडियो हालिदिन्छु कि। अहिले 50 सर पुगेछ। हाम्रै राइडरहरू पठाउ राइडरहरू छ क्या सबै। त्यो भन्दैछ क्या त्यो चाहिँ त्यही धेरै छैन हौ। ल ल ल ल है त राम्रोसँग है त। एकजना साथी आएको थियो है, उनीसँग कुरा गरेँ। 107 को उठाएको रहेछ केटाले। अनि रुमतिर आइपुग्न टाइम लागेको। अब ठेलामा चाहिँ खाजा खानेछौँ। यता अङ्गलाडीको ठेला छ क्या, त्यसमा चाहिँ अब खाजा खानेछौँ है। खाजा खानेछौँ यसमा बिस्तारै।
सेवाली सागर सेवाली हाल्छ हामी